वेलकम सबैजनालाई नमस्ते। आजको भ्लग हुँदैछ, भिडियो अलिक ढिलो ढिलो भयो है। नमस्ते। अब दुईटा हातले गरौँ भने जुठो छ। आज हाम्रो दसैँ हो, लास्ट हो। अब हामी टिकाको दिन आउनु पाइएन ड्युटीको कारणले गर्दाखेरि। आज दसैँको तुर्ने त्यो हुनाले आज हामीले मनाएको। बाबु देखाइदिनु न। यस्तै छ है हाम्रो दसैँ चाहिँ। अब दसैँको भिडियो आएन भन्छ होला, तर ढिलो भयो नि गर्छु। अलिक टाइम पनि नभएर हो। हिरोइनीको पालो भनेको जहिले लास्टमा आउने हो। त्यही भएर अलिक हल्का ढिलो, तर अलिक ढिलो आयो कडाउँछ है फेरि हाम्रो चाहिँ। हाम्रो भाइ हो है यो चाहिँ। मेरो दिदीहरू हो, ब्युटिफुल दिदीहरू। सो हामी चाहिँ त्यही भएर एउटै फोटो हालेको रहेछ। आजको भ्लग चाहिँ यस्तै जुस खाँदैछ। स्पेशल फोटो त म पठाइदिन्छु के। मासु भात खाएको थियो अघि गर्ने, भ्याएन। रुम सानो भएर के गर्नु र, अब ठुलो घर बन्नु सकिएन। यस्तै छ हाम्रो जिन्दगी। के छ र बर। नेपालमा चाहिँ पानी परेर बिहाल छ, कोही कन्ट्याक्ट दिन भइरहेछ, के गर्ने। यहाँ हिरो हुनुहुन्छ अनि उहाँ चाहिँ अलिक फेरि भन्नु अलिक अप्ठ्यारो छ। जुस मात्रै खान्छु भनेर वाइन हान्नु हाम्रो भाइ हो भने यही हो। गाई चाहिँ पहिला खाएको भनेको, तर मैले एक गार्सिन मात्रै खाएको हो कि नै, एक गास जुस हो, रक्सी होइन। तर हो त्यो अलिकति भाइ हो, हाम्रो दिदीहरू हो। खाएको नि होइन कि त्यो त हाम्रो धुप छ। उहाँ चाहिँ फेरि धुपको त्यो हुनुहुन्छ। यो त खाली छ दोकान छ। अहिले क्यामेरा अफ भयो पनि फेरि धुप मजाले बल्छ मुखमा। बाल्नियो र धुप। देउता त सबै मानिरहेछ त। यति बेरसम्म देउटा मानिम त। छोरा भएर देउटा मान्ने छैन। म बाहिर ध्यान जान्छु दिदीहरूलाई। हामी नै हो फेरि। यस्तै छ। ए यहाँ दिदी किलिङ गर्दै हुनुहुन्छ। बिचार दसैँ लागेको थियो नि त, त्यही भएर जहिले सन्डे उहिले दसैँ भयो। यस्तै भयो। टिकाको दिन सबैजना भाइहरू दिदीहरू भेला आउनु सकिएन, त्यहीले गर्दाखेरि आज गर्दैछ। यता हाम्रो कालीमाया कति दिन भयो मैले भिडियो अपलोड नगर। अब चाहिँ गर्छु है। गएछु हेर्नुहोस्, गएछु। हेलो बाई बाई। यता बढार्दै हुनुहुन्छ कि दिदी चाहिँ।